नमस्कार नमस्ते साथी सब, वेलकम छ यहाँहरूलाई मेरो ब्लगमा। मसँग जम्मा 2टा अर्डर थियो, 2टै मैले उठाइसकेँ। 2टै लिएर अब लोकेसनतिर जानु पर्यो। 2टै अर्डर रोयलबाट थियो। रोयलबाट उठाएर म बाटोमा हिँडिसके हो। एउटा अर्डर चाहिँ लोकेसनमा आएर यो 2टा बुनुहरू वेट गरिरहेको थियो, उहाँहरूलाई मैले दिएर त्यसपछि उहाँहरूको पेडै थियो। त्यसपछि अर्को अर्डर लिएर म निस्किसकेँ। अर्को लोकेसनमा अर्कोमा पनि फोन गर्दा उहाँ आउनुभयो। उहाँलाई अर्डर दिएर उहाँले अर्डर दिँदा मलाई उहाँले 1000 रुपैयाँ दिनुभयो। चेन्ज नहुँदा मैले उहाँलाई अनलाइन रिटर्न गरिदिएँ। चेन्जै थिएन, त्यही भएर उहाँले पनि भन्नुभयो अनलाइन पनि हुन्छ। त्यसपछि मलाई फेरि एउटा अर्डर दियो बाजेको सेकुवाको। बाजेको सेकुवा जाँदा एउटा साथीलाई हेरेँ, साथीलाई यस्तो हाई हेलो भनेर त्यहाँ पनि मेरो अर्डर 5-7 मिनट बस्दा रेडी भइहाल्यो। जम्मा 2टा अर्डर थियो, 2टै अर्डर उठाएर मैले ब्यागमा हालिसकेँ। अनि त्यसपछि म आफ्नो लोकेसनतिर निस्किसकेँ, जहाँ यो अर्डर गएर छोड्नुपर्ने हो, डिलिभर गर्नुपर्ने हो। बाइक चलाउँदा नाइट भ्यूहरू हेर्न सक्नुहुन्छ विराटनगरको, कति मजाको छ। त्यसपछि म पहिलो लोकेसनमा फोन आएर कस्टमरलाई अर्डर दिइहालेँ। उहाँको गेट बन्द थियो, चाबी थिएन, त्यही भएर माथिदेखि नै मैले उ गरेर दिएँ। त्यसपछि अफिस गएर हिसाब बुझाएर रुम आएँ। रुम आउँदा छोरासँग एकछिन खेल्नुपर्छ, नखेली यसले शान्तै भएर बस्न दिँदैन। उसले बुफर बजाएर नाच कि नाच भन्न थाल्यो। ल यतिमै मेरो ब्लग सकिन्छ है साथीहरू। लाइक गर्नुहोला, सेयर गर्नुहोला।